आजको हाम्रो यात्रा कर्सम पदमार्ग स्थान यो कहिले बनेको यो 2078 मा बनेको। आज हामी हाइकिङ आएको छौँ। यहाँ देखाउनु न, यहाँ कता उनीहरू उयो बोर्डमा। आज हामी फुल यो ट्रेल चाहिँ गर्दैनौँ। हामी दैलोदेखि मुनि झरेर हामी यता के पो ठाउँको नाम सुनमाई झरना झरनातिर झर्छौँ। हामी लगभग हाम्रो यो टोटल चाहिँ अराउन्ड 29 किलोमिटरको छ पुरै ट्रेल। कर्सम ट्रेल चाहिँ हामी पहिलोमा झरेर सुनमाई झर्दाखेरि अराउन्ड 12 देखि 13 किलोमिटर मात्रै हिँड्छौँ। आजको जति यही हो हाम्रो। मधेसमा बस्ने भएर बानी भएर पुरै 5 मिनट भएको छैन ट्रेक हिँडेको। यहाँ पुरै सास फुलिसक्यो। एउटा राम्रो कुरा चाहिँ के छ, यहाँ हरेक फुलहरूको रुखहरूको नाम ठाउँ ठाउँमा थाहा नहुनेहरूलाई साइन्टिफिक नाम र नेपाली नाम हरेक रुखहरूमा, हरेक त होइन धेरै जस्तो रुखहरूमा चिनाइदिएको छ। कर्साङ ट्रेल चाहिँ माथिबाट लगभग सानोपाते भएर कति 2 मिनटको वकमा छ। मान्छेहरू पाथिबाट दर्शन गरेर आएर यसो डाँडा चढेर माथि गुगल पोइन्टसम्म मात्र पनि राम्रो भ्यू देखिन्छ भनेर फोटो खिच्नको लागि मान्छेहरू आउँछ यहाँ। जस राम्रै छ। अहिले सुक्खा भावमा पनि त्यस्तो खासै उयो भएको छैन, सुक्का लागेको छैन। रुखमा नामहरू त्यसरी लेखेको हुन्छ। र 5 मिनट्समा यहाँ विश्राम स्थलहरू रहेछ। यो चाहिँ मलाई राम्रो, पहिला आउँदाखेरि हामी थिएन, अहिले बबालको बनाएको रहेछ। जस पैसा लगाएर बनाउन खोजेको रहेछ यो ट्रेललाई राम्रै। पहिला आउँदाखेरि यहाँ त्यसै यस्तो थियो, यो मात्र थियो, अहिले चाहिँ यस्तो भइसकेको छ। मलाई त आउनै पर्ने ट्रेल यो ठ्याक्क धेरै पर पनि छैन। झापादेखि अलिकति यहाँ इलाम बोर्डरदेखि 10 किलोमिटर माथि मात्र हो। यहीँ पाथिभारा छेउमा यस्तो दामी छ भ्यू। अझै आज अलिक घाम लागेको छ र मात्र अलिक गर्मी गर्दै छ अहिले, तर माथि गएपछि चले छ। यस्तो दामी छ भ्यू। ट्रेलको आदि पनि भएको छैन अहिलेसम्म। यहाँ दामी भ्यूहरू यस्तो देखिन्छ। यहाँ पर छ पाथिभारा बजार, यहाँ माथि हो त्यो टावर भएकोमा हो डाँडा, त्यहाँ हो मन्दिर। यस्तो छ अहिलेको भ्यू। चिसो हावा चलिरहेछ। यहीँ अलिकति टाढा अर्को बस्ने स्थान बनाइदिएको छ। यहाँ टक्क पिँजडा फोटोहरू खिच्न मान्छेलाई। यहाँको भ्यू चाहिँ अहिले डढेर लागेर उयोले धुवाँले गरेर खासै राम्रो त देखिएको छैन, तर अरू सिजनमा राम्रो फुल्दाखेरि यहाँबाट भ्यू राम्रो देखिन्छ। यस्तो छ यहाँको भ्यू चाहिँ। बाटोहरू पनि थुप्रो छ यहाँ, तर उकालो चाहिँ लास्ट उकालो हिँड्नुपर्छ। अरू बाटो घुमिकन चाहिँ आधीभन्दा धेरै 1/3 नै हुन्छ भनौँ न होइन। अराउन्ड 1/3 हुन्छ यो बाटो, तर लास्टै उकालो छ अलिकति। पाहाड बस्नेहरूलाई त मतलब यहाँ मधेस बस्नेहरूलाई चाहिँ खुट्टा पुरै दुख्छ। तर यति हाम्रो अप्ठ्यारो यही हो, अलिकति उकालो छ। त्यहाँदेखि सम्म बाटो हिँड्दै जाने हो। यस्तो जङ्गलको बिचबिचबाट उकालो हुँदै हिँड्नुपर्छ। मोबाइल फेरि खस्यो भने यहाँबाट फ्याट सक्यो मोबाइल। किरा खोइ कुन प्रजातिको किरा हो यो, ट्याङ कराएछ। देखिएको पनि छैन, सानो किरा हो जस्तो छ। आवाज चाहिँ फेरि एउटा ठिस भइसक्यो। यहाँबाट भ्यू हेर्नु। अब यो सर्टकट गरेर सिधै हामी यहाँ सिँढी त होला नि होइन, यो सिँढी बनाएको छैन, सिधै यहाँ आइपुग्यो। अहिले हामी उताबाट आएको भए हामीलाई सजिलो त हुन्थ्यो, तर अराउन्ड अलिकति धेरै हिँड्नु पर्थ्यो। संरचनामा यहाँ धेरै छ यस्तो बोर्डहरूदेखि लिएर धेरै कुरा नयाँ बनाएको छ। यहाँ मान्छेहरूले फेरि यहाँ
पिकनिक आउने या के पुरा भ्रमणमा आउँदाखेरि पुरै यो बोर्डहरू भचाइदिने फोहोर बनाइदिनेहरू चाहिँ अलिक धेरै नै रहेछ। यहाँबाट चाहिँ राम्रो भ्यू देख्यो नि त बजारको। मेहनत धेरै छ यो। यहाँ माथि सामान लिएर बनाउनमा कति लाग्यो होला मान्छेहरू। यहाँ एउटा पर यस्तो पनि छ र म देखाउँछु तपाईँलाई त्यहाँ पुगेर। एउटा अर्को संरचना छ यहाँ गिद्धको पुरा स्ट्याचु बनाइएको छ। यो चाहिँ के कामको लागि हो? यहाँ पहिला गिद्धहरू ल्यान्ड हान्थ्यो कि यहाँ। गिद्ध हो कि चिल हो? चिल जस्तो बन्छ यसो हेर्दाखेरि अब यसो फेरि घाँटी यसो निउरी परेछ गिद्ध जस्तो पनि देखिन्छ। के हो मलाई भन्नु कमेन्टमा। अलिक स्लोप छ अलिक सजिलो छ बाटो। अब लगभग आइपुग्यो भन्दा हुन्छ यहीँ हो अगाडि गुगलबाट। हामी गुगल पोइन्ट चाहिँ चढ्दैनौँ जमानामा त्यतिखेर थिएन होइन केही पनि। यहाँ गुगल डाँडा गुगल पोइन्ट चाहिँ त्यहाँ माथि छ। अब हाम्रो जर्नी चाहिँ यहाँ होइन। यहाँबाट यो बाटो हुँदै लाग्छौँ हामी। पानीहरू केही थिएन पहिला। ओ दामी देखिँदो रहेछ। अहिले चाहिँ राम्रै छ। अब कति छ? अब हाम्रो लगभग अप्ठ्यारो बाटो चाहिँ सकिसक्यो होइन। अप्ठ्यारो बाटो सकिसक्यो। अब सिर्फ ओह्रालो छ। यसो छ ओह्रालो जानुपर्ने हुन्छ यहाँबाट हामी। अब म्याप स्याप हेर्ने हो। अब यो अहिलेसम्म खोइ ट्रेल चाहिँ होइन, अफिसियल ट्रेल चाहिँ होइन। हामी आफै गरेर यो के भन्छ आफै खोजेर आफै ट्रेल बनाएर हिँड्दैछौँ। अब आज हराइन्छ कि के हुन्छ थाहा भएन। कति बजी पुगिन्छ घर त्यो पनि टुङ्गो छैन। बिहान 8 बजी हिँड्ने भनेको गाडी नपाएर 9 बजी 9:30 बजी झन्डै भनौँ न हिँडेको। यहाँ आइपुग्दा 10 बजेछ 10 साढे 10। तर छिटै चढ्यौँ त हामी हेर्दा है। अब यहाँदेखि सजिलै छ नि त बाटो। यहाँदेखि त बाटो राम्रो छ। राम्रो बाटो बनाएको छ। डाँडा छैन, ढुङ्गासँग केही छैन। यस्तो छ भ्यू पुरै हातदेखि। गुगल पोइन्ट हामी ठ्याक्क कट्यौँ। 1/3 हाम्रो बाटो कम्प्लिट भयो। अब यो दुईवटा डाँडा छ, यो 1 यो 2 दुईवटा डाँडा कटेर पर उहाँ जुन गर्नु छ त्यो मुनिको बाटोमा हामी त्यहाँ झर्नुपर्ने हुन्छ। हामीलाई कति टाइम लाग्छ? अराउन्ड अब 3 घन्टा चाहिँ लाग्छ। 3-4 घन्टा चाहिँ लाग्छ हामीलाई कन्टिन्यू हिँड्यो भने। 3-4 घन्टा लाग्छ। अघि हामीले कुरा गर्दै आउँदैथ्यौँ। अहिले हामी टक्क गुगल पोइन्टदेखि 5 मिनटको टाढामा छ खानेपानी ट्याङ्की। यहाँ अघि हामी कुरा गरेर आउँदैथ्यौँ। सकिँदैन सकिन्छ सफा गरौँ, सकिँदैन फोहोर नगरौँ भनेर यहाँ टक्क लेखेको रहेछ। यो चाहिँ हाल्नु पऱ्यो। मान्छेहरूले यहाँ यसरी बोतल फोहोर बनाएर खायो। पानीको बोतल यसरी फ्यालो। यो आफूसँग ल्याएको जङ चाहिँ आफैले लिएर जाउँ। त्यति मात्र हो मोटो। यस्तै छ। अब छोटो ब्रेक लिएको हामीले। यहाँ कति बज्यो पहिला हेर्नु त? लगभग 12 बज्यो। बेग दाइले 2टा वाइ ल्याएको छ। अब तातो पानी निकाल्ने बनाउने खाने अब यही त छ। दोकान छैन। अब जङ्गलतिर यस्तै हो। मैले तातो पानी ल्याएको छु। दामी। यो अहिले भरे खाम न कोला चाहिँ। हिँड्दै खाना भइहाल्छ नि। मेरामा झै पनि बोक्नु नि त। थोरै रेसमा हाल्नुपर्छ। चियाटा लाएर पानी हाल्ने। बस सक्यो यता पानी होइन? सक्यो नि। अलिकति छ एउटा कफी मलाई पुग्छ भरेलाई। टक्क बन्द गर्ने 5 मिनट पर्खिने अनि टट्ट खाने। लु भयो नि त। चम्चीमा नआउने। अब खा चाहिँ यस्तो छ। के बाटो फोहोर यसरी प्लास्टिकमा पोको पारेर आफ्नै घरतिर लाने, यतातिर नफाल्ने गर्नु पर्यो। बाटो अब दाइहरू पनि जानु हामीले।
कति घन्टा लाग्छ अरे 1 घन्टा मोटामोटी के भयो ट्रेल त राम्रो छ राम्रो ट्रेल पनि खै त मान्छे अहिलेसम्म यहाँ खै साइक्लिङ आउँछ होला कोही कोहीजना मात्र आउँछ होला हिँड्न त झन् कोही पनि आउँदैन यहाँ तर मेन साइक्लिङकै लागि बनाएको हो नि त खासमा होइन त हिँड्दा पनि भइरहेको त घाम यस्तो सधैँ पनि गर्मी मौसममा शीतलमा आउँदा त जाडोले मरिन्छ होला त्यसो त पुस माघमा आउँदा त प्रदूषणदेखि टाढा भाग्नु मन लाग्यो भने हल्का होइन हल्का चिल आउट हान्नु मन लाग्यो भने हाइकिङ आउने चट्टा लाएर वान डे हाइकिङमा धेरै पनि शनिबारको दिन इन्भेस्ट गर्दा भयो होइन कति गाह्रो हो यस्तो अनि होल्ड गर्दा गर्दा त अनि आउनको लागि त अनि पुरै यो त हातै दुख्दो रहेछ त्यसरी अनि सोल्डरै दुख्दो रहेछ त यार स्ट्रगल रहेछ यो भिडियोमा हेरेको पनि सोल्डर मसल चाहिँ डह्रो हुन्छ होला अब आएन भने आएन के गर्छ यहाँ त सक्नुहुन्न तपाईँहरू पुग्नु अब यस्तो घाममा होइन अब निकै तल पर्छ नि त त्यो त उसमा सन्तपुर अब अन्तिममा पर्छ भनेपछि तपाईँहरूलाई साधन चाहिन्छ त्यहाँ किरात पार्कदेखि यसो पाइन्छ त्यहाँ यसो उसो त्यो अटोहरू पनि आउँछ के साथीहरू आउँछ जाने उँधो झापा जाने प्राय आउँछन् के आउँछ है गाह्रै पो हुने त हामी त झन् त्यहाँबाट हिँड्दै जाने भनेको त नसकिने पो रहेछ अनि त्यहाँदेखि त सक्नुहुन्न किनभने अब त्यहाँ त अब गर्मी छ होइन बाटो पुरै गाडी कुद्ने बाटो छ त्यहाँ गाडी चाहिँ कुद्छ कि तर तपाईँहरू कहाँ त्यो अब त्यो खोज पर्छ अनि त उँधो अब झर्दा सारुपाखा हुँदै शान्तिनगर पुग्नुपर्छ गाउँबाट त्यहाँदेखि तपाईँहरू हिँडेर कहाँ झोलुङ्गे पुल त निकै पो टाइम लाग्छ त गाह्रो पर्छ अब त्यहाँसम्म चाहिँ तपाईँहरू सहजसँगै पुग्नुहुन्छ कि 1 घन्टामा त्यो किरात पार्कमा अब पर चाहिँ उँधो यस्तो बाटो नजानु उँधो पदमार्ग खनेको छ ओह्रालो त्यो लिएर त्यो देउराले ठ्याक्कै लेखेकोमा उँधो झर्नु किरात पार्क पुग्नुहुन्छ त्यहाँदेखि चाहिँ तपाईँहरू झापाकै साथीहरू आउँछन् थुप्रो आउँछन् हुन्छ यतिको फर्म छैन नि त अहिले त अब यता 1-1.5 घन्टामा होइन 2 घन्टामा त हिँड्छ नि त ट्राई गरौँ अब भएन भने के हुन्छ अब देखा जाएगा 3 बजीसम्म हिँड्ने हो 3 बजीसम्मदेखि अनि जहाँ पुगिन्छ त्यहाँदेखि फोन गर्ने हो केटाहरूलाई को आउँछ लेख्ने केटाहरू तिम्रो आउँदैन मेरो केटाहरू त छ नि त आउने के हो तिम्रो त गाँठो छैन कति बोक्नु पर्यो माछा मार्ने टाँगो चाहिँ फेरि ओप्पी छ यहाँ ए ओप्पी टाँगो दामी ब्युटिफुल टाँगो हुन्छ माछा मार्नलाई चाहिँ दामी ठाउँ टोपी त के हो खत्तम भएछ त यस्तो राम्रो भ्यू छ यस्तो राम्रो छ हिँड्ने ठाउँ यस्तो छ अनि अहिले नघुमेर कहिले घुम्नु अब हिँड्ने बेला अहिले हो हिँड्न सक्ने अहिले घुमेन भने त दामी छैन त लभली घाम त मिठो लाग्यो त्यहाँ चाहिँ भएन मेरो चाहिँ खिच्नु न म देखाउँदै जान्छु
दोकानमा बस्नुहुन्छ भने तपाईँ अवश्य आउनुपर्छ। यति दामी छ यस्तो ढुङ्गाहरू देखिरहेर देउराली ठ्याक्क आइपुग्यो हामी। देउरालीको बोर्ड यहाँ छ। हामी कति उचाइमा छौँ? अराउन्ड 1600मा छौँ उचाइ हामी। अब हामीलाई त बुढोले च्यालेन्ज दिएको छ, मा के यहाँ सक्दैनौँ हामी हिँडेर पुग्न भनेर। जसरी पनि पुग्ने होइन बेदाइ? पुगेर छाड्यो। अब यहाँबाट ओह्रालो जानुपर्ने हो। के अरे पूजा गर्ने ठाउँ अरे हो कि के हो? कस्तो राम्रो छ त यो ढुङ्गाहरू टकटक निक्लिएको। तर केही पूजा गरेको जस्तो छैन। यहाँ छ यो, त्यहाँ छ बुद्धको अलिकति पर गएर। यस्तो राम्रो छ ठाउँ। अब हिँडौँ न, सरासर हिँडौँ, जाउँ चल्यो। अब देउरालीदेखि अब ओह्रालो चाहिँ साह्रो गाह्रो रहेछ। बाटो पनि अलिक खतमै छ बाटो। यस्तो छ बाटो। अब ओह्रालो उता पर पुगेर उता मुनिको बाटो पुग्नुपर्ने हामी। बाटो चाहिँ अब यस्तो छ जाने बाटो होइन। गाह्रो छ। के गर्ने हो, कसरी जाने हो? ए बाटो धुलो छ अनि चिप्लिने बाटो छ नि त पुरै। ल अब हेरौँ, हिँडौँ। बाटो हिँड्दै जाउँ। अब कति बेर पुगिन्छ? बुढोले हामीलाई 1 घन्टामा पुग्दैनस् भनेको छ। 1 घन्टाभित्र हामी पुगेर कहाँ पो अरे पुगेर छाड्ने हो। किरात पार्क त गइँदैन त्यस। ओए धुलै धुलो सबै। त्यो बाटो पुग्नुपर्ने हामी। ओह्रालो यस्तो ओह्रालो छ। अब यहाँ गाउँ जाने। घुँडाले चाहिँ पुरा गिभ हानिछ जस्तो लाग्दैछ मलाई चाहिँ होइन। घुँडा चाहिँ अलिकति पेन हुन थाल्यो। बाटो त अनि मारेको छ नि त बाटोले त। ढुङ्गा छाप्दैको भए पनि ल भन्नुहुन्छ, तर ठिकै छ। बाल्वा सबै बाख्राहरू त हिँडेर होला नि होइन। सबै दागे भएको। अघि एउटा यही त होला नि। ढुङ्गाबाट एकदम देखिन्छ त ढुङ्गा। ओहे यहाँबाट हेर्दा त कस्तो डेन्जर देखिएको यार है। उत्रिँदा जस्तो डेन्जर लागेको थिएन। लड्छ है बेदा भाइ, बिस्तारी गर्नु है। अब माटो आउनु। फकअप छ बाटो। अब जहिले ठिकै आयो बाटो। यस्तो छ है ओह्रालो चाहिँ। हेलो यस्तो छ है ओह्रालो चाहिँ। पुरै गुदामा दम छ भने चाहिँ होइन, जिग्रा छ भने मात्रै आउनु होला। यस्तो छ टिप। अब यस्तो छ ओह्रालो। गाडा मस्किन्छ। हामी लगभग 1 घन्टा हिँडिसक्यौँ। अहिलेसम्म कहीँ पुगेको छैन होइन। यो ओह्रालो झरे। घुँडा पाकिसक्यो। खुट्टाहरूको औँला दुख्न थालिसक्यो। अब त्यहाँ छ घरहरू चाहिँ। घरहरू यहीँ मुनि छ। देखिनु त छेउमै देखेछ। अब कति बेर लाग्छ अझै हिँड्दै। त्यहाँबाट पनि हाम्रो गन्तव्य सकिने होइन। हाम्रो गन्तव्य त त्यहाँबाट पनि हिँडेर कहाँ पुग्नु छ। त्यहाँ यो डाँडा कटेर परको उयसमा पुग्ने हो। त्यो कहिले पुग्ने हो त्यो अब हेरौँ। स्टे ट्युन। अहिले कहाँ पो किरात के अरे त्यो? किरात पार्क माथि छ। हामी किरात पार्क चढिएन। अब यहाँदेखि अराउन्ड 9 किलोमिटर समथिङ छ हिँड्नुपर्ने। के को आवाज हो? पानी बल्ल पानी भेट्यो। टाउको भिजाउँछ अलिकति। यस्तो छ ठाउँ यहाँ। हामी आएको भनेको टुप्पादेखि हिँड्दै ऊ त्यो भिरबाट झरेर यता
औँलीको टुप्पाहरू पुरै दुख्न थालिसक्यो अब अझै 10 किलोमिटर जस्तो हिँड्नु छ मरिने भयो भोलि चाहिँ थला परिन्छ जस्तो छ चिसा पानीदेखि चाहिँ अब गौडा झर्ने बाटो चाहिँ यस्तो छ पुरै कच्ची बाटो खासै यो अब हाम्रो ट्रेल चाहिँ फेरि बेग्लै छ गाउँ हुँदै 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 झर्ने अब चिसा पानीबाट गौडादेखि माथि त्यो पुलसम्म झुलुङ्गे पुलसम्म सुनमाई भन्छ कि के भन्छ त्यहाँसम्म अब त्यो बाटो हेर्दाखेरि खोइ हराइयो जस्तो छ अब हेरौँ यहाँ चाहिँ अलिकति औडा भएको छ बाटो अब गाडी पनि पाउँदैन सबै कहिले मान्छेहरू ट्रेकमा हिँडेको ठाउँ होला यो नयाँ ठाउँ मान्छेहरूलाई सोध्दै बाटो खोज्दै हिँडिदिरहेको छौँ अब यस्तो छ अगाडि बाटो आयो गाडी यहाँबाट चढ्ने होइन गाडी अब परै सुनमाईबाट चढ्ने हो अझै 6-7 किलोमिटर अझै कति छ हिँडेको छौँ प्लान चाहिँ 2 बजी पुग्ने त घर तर अब हेर्दा 5-6 नै बज्छ जस्तो छ त्यस्तै छ अब यो ट्रेक चाहिँ अलिक गाडै भयो अहिले आएर ठ्याक्क गौडा कटियो अब यहाँदेखि अराउन्ड 4 किलोमिटर छ पुलसम्म पुग्नु बाटो त राम्रो रहेछ धुलो चाहिँ अति उड्छ आएको अरे रनमती ट्रेल होइन 13 किलोमिटर भनेर रनमती 25 किलोमिटर जस्तो हिँडिसक्यो होला दाइको दुइटै खुट्टा काँड भइसक्यो अब यहाँ मलाई उल्टै गिदी गर्दै झुलुङ्गे पुल आएन के आएन भनेर आयो झुलुङ्गे पुलमा पनि आइयो